दर्शक ब्रेन यहाँ हेर्नुहोस्, एकजना फुटबल फ्यान फिफाको विरुद्धमा यहाँ बसिरहेका छन्। तपाईँ यहाँ किन अनसन बस्नुभयो, के हो काण्ड खासमा? रेफ्री भिडियो हेर्नुहोस्, रेफ्री भिडियो फिफा खारेज हुनु पर्यो। मेरो अरू कुनै माग छैन। त्यसरी रेफ्री बिग्नु पाइन्छ भन्नु त? रेफ्री बिग्नु पाइन्छ? रेफ्री पुरै बिग्यो होइन? रिग्ड 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 पुरै रिग्ड। के हो रिग्ड भनेको? के हो रिग्ड भनेको चाहिँ मलाई पनि थाहा होइन, तर त्यो फेसबुकतिर त्यो सबै हुन्छ नि, मेरो साथीहरूले, मेरो समर्थक साथीहरूले रिग्ड रिग्ड लेखेको छन्। अनि तपाईँले भनेको सुन्छ त फिफाले? सुन्नै पर्यो नि, नसुनेर हुन्छ। मैले त्यत्रो मेल गरेँ यो इजिप्टलाई न्याय दिएर भनेर, त्यत्रो मेल गरेको छु। मेरो हेर्नु पर्दैन, रातभरि मैले मेन्सन गरेको छु फेसबुक इन्स्टाग्राममा फिफा फिफा भनेर मेन्सन गरेको छु। हेर्नु पर्दैन फिफाले? अनि आफ्नो देश चाहिँ फिफाबाट ब्यान भइसक्यो, फिफाले बर्खास्त गरिदिइसक्यो, त्यसको चाहिँ तपाईँलाई मतलब थाहा केही छ कि छैन? अब आफ्नो देशको त के मतलब भने, आफ्नो देशको त के मतलब? मलाई, हामी नेपाली हो नि, आफ्नो देशको त के मतलब हुन्छ त नि? जेसुकै होस्, ब्यान होस्। तर इजिप्टले न्याय पाउनु पर्यो। म आन्दोलन अझै चर्काउँछु, फिफा खारेज गर्नु पर्यो। यति हुन्छ भने भन्नुहोस् त। यहाँ कम भएको छ, फिफा रिग्ड, फिफा रिग्ड।